सो हेलो गाइज, के छ खबर? यी चाहिँ तपाईँहरूले के भन्न आएको भने नि आज चाहिँ म एउटा आफ्नो फिलिङ्स, आफ्नो मनभित्रको कुराहरू चाहिँ तपाईँहरूलाई भन्न आएको है। खासमा चाहिँ मेरो लभ स्टोरी भनौँ होइन। लभ स्टोरी चाहिँ कस्तो थियो भने लभ स्टोरी पनि त्यो फेरि 3 महिना 4 महिना 1 इयर्स 5 इयर्स 4 इयर्स 7 त्यस्तो खालको थिएन। लभ स्टोरी नै भनौँ न होइन। कस्तो खालको थियो भने मेरो लभ स्टोरी चाहिँ 1 विकको पनि थिएन के, 1 हप्ताको पनि थिएन, त्यही 3-4 दिन कति दिनको थियो। तर यति धेरै प्रभाव पार्यो नि मलाई होइन, यति धेरै प्रभाव पार्यो नि मलाई उसको हरेक कार्यहरूले, हरेक शब्दहरूले भनौँ धेरै प्रभावित पार्यो होइन। यस्तो समेत भएको थियो कि मलाई राति सुत्दा पनि खासै राम्रो निन्द्रा लाग्थेन मलाई होइन। खाना पनि खासै नरुच्ने, सिधै डिप्रेसनमा जान लागिदिरहेको जब 2-3 दिनको भेटघाटले यति धेरै प्रभाव पार्यो भने मलाई त्यो कस्तो खालको मोमेन्ट्स थियो होला, त्यो मेरो लागि कस्तो मोमेन्ट थियो होला गाइज। हो त्यही विषयवस्तुले लिएर चाहिँ आज म चाहिँ तपाईँहरूलाई सुरुबाट नै भन्छु होइन। त्यो स्टोरी चाहिँ फर्स्ट टाइम चाहिँ उसको र मेरो भेट चाहिँ केमा भएको थियो भने जात्रा होइन यार, त्यो मेरो साथीको घरमा चाहिँ त्यो के अरे फुलको डोली लिएर चाहिँ मन्दिरमा लगेर टाँस्ने प्रोग्राम चाहिँ भएको थियो। अनि त्यसमा चाहिँ ऊ पनि आएको रहेछ अनि म पनि गएको थिएँ। अनि त्यस बेला चाहिँ हाम्रो फर्स्ट टाइम चाहिँ भेट भएको थियो। अब फर्स्ट टाइम भने लास्ट टाइम भयो भने अब भेट चाहिँ त्यही बेला भएको थियो। अनि के भयो भने चाहिँ त्यहाँबाट भेट भयो है, कुराकानी भयो। अनि ऊ चाहिँ म प्रति धेरै नै क्रेजी भयो क्या। फर्स्ट सुरुमा त धेरै केयर गरेको जस्तो गर्ने, अनि के भयो त्यहाँ होइन, थुप्रै क्रियाकलापहरू भयो। अनि फोटोसोटो खिच्यौँ, त्यहाँबाट म घर आएँ। हामी छुट्टिएर आएन है साँच्चै। त्यो दिन चाहिँ म के भयो भने उसलाई पुर्याउन भनेर हामी उसको घरतिर पनि लाग्यौँ 3-4 जना साथीहरू केटाहरू लिएर। तर के भयो भने त्यो बेला पनि ऊ रिसाइसकेको रहेछ म देखेर। म चाहिँ उसको पछि गएको चाहिँ उसले मन परेको रहेनछ। म चाहिँ गइदिएँ यसरी। त्यही बेलाबाट होला सायद हल्का रिसाए जस्तो मलाई लाग्यो है। तर त्यही भोलि त ऊ बोलेको थियो, राम्रै बोलेको थियो, तर रिसाएको चाहिँ रहेनछ होइन। अनि रिसाएको चाहिँ रहेनछ। अनि ऊ बोल्यो, म पनि बोलेँ। अनि फेसबुकमा चाहिँ एड हामीले गरेको थियो पहिला नै, त्यो पहिलाको भेटमै पहिला भेट हुँदै। अनि त्यहाँबाट चाहिँ हामी बोल्न थाल्यो। अनि मलाई चाहिँ वान साइड लभ हुन थाल्यो क्या एक्कासी होइन। मलाई त त्यो केटी चाहिन्छ, म त त्यो उसँग त्यस्तो खालको फिलिङ्सहरू आउन थाल्यो। अब के भयो त्यो बेला होइन। अनि यस्तो खालको फिलिङ्सहरू चाहिँ आउन थाले। गाइज होइन, तपाईँहरूलाई पनि त्यस्तो भएको होला कसलाई हुन्छ। मान्छेको जिन्दगीमा के हुन्छ। मुटु सबैको एउटै हुन्छ, रगत सबैको एउटै हुन्छ, दिमाग पनि सबैको एउटै हुन्छ। फरक यति मात्रै हो कि कसैको तीक्ष्ण हुन्छ भने कसैको अलि स्लो हुन्छ। अनि भएको थियो होइन। त्यहाँबाट म्यासेन्जरमा कुरा भयो। अनि मैले मेरो फिलिङ्सहरू, अब यति धेरै फिलिङ्स आउने कि राम, चाहिने भन्दा बढी आउने के आउने यार। त्यो सबै फिलिङ्सहरू मैले सेयर गरेँ म्यासेन्जरमा चाहिँ। मैले सबै कुराहरू राखेँ। अनि कुरा हुँदै जान्थ्यो। एक दिन त राम्रै भयो, 3 दिनसम्म हो त्यस्तो राम्रो भएको होइन। फर्स्ट त्यो भेटेको दिन भइहाल्यो। अनि सेकेन्ड दिन चाहिँ उसको जानु रहेछ, खासै कुरा भएन। अनि हुन त भयो, राम्रै भयो। अलि आशा देखाउने खालको कुराहरू भएको थियो है, आश लाग्ने खालको कुराहरू के। अनि त्यहाँबाट चाहिँ भयो।
अनि कुराहरू पनि गऱ्यो अनि ठिकै हुँदै थियो होइन। अनि मैले मेरो मनको कुराहरू चाहिँ त्यति बेला राखिदिएन, त्यति बेला फिलिङ्सै आएको थिएन मलाई। सेकेन्ड दिनमा चाहिँ त्यो थर्ड दिनबाट हो मलाई एकदम साइको हुन थालेँ, म क्रेजी हुन थालेँ। अनि मैले आफ्नो फिलिङ्सहरू राख्न थालेँ, सब राख्न थालेँ होइन। सब भन्दै गएँ के भन्यो होइन, फिलिङ्सहरू राख्दै गएँ। उसले तर फेरि मैले बुझाउन खोजेको के उसले अर्कै बुझिदियो कि फेरि अर्कै तरिकाले बुझेँ अनि भयो। अनि हाम्रो झगडा हुन थाल्यो। 3 दिनमा हाम्रो झगडा भयो। त्यहाँबाट उसले मलाई ब्लक गरिदियो। त्यहाँबाट त झन् मलाई एकदम गाह्रो हुन थाल्यो यार। ठिकै छ, यस्ता केटी जस्तो फिलिङ्स आउँदै नआएन कि मलाई। यस्तो जब केटी मलाई खाएको भाव नदिएको त्यस्तो खालको फिलिङ्सै आउँदैन, खालि त्यही चाहिन्छ। यस्तो खालको क्रेजी माइन्ड भन्दा पनि मुटु बढी चलेको थियो क्या त्यो बेला, मेरो दिमाग चलेको भयो त। अब भइहाल्थ्यो, सुतेपछि त बिर्सिन्थ्यो होला, तर मुटु बढी चलेको थियो। मुटु यस्तो खाएको गाई छैन कसम, मुटु यस्तो कटक्क आठ्याएर राखेको जस्तो भएको क्या, त्यस्तो चाहिँ फिल भएको क्या मलाई। अनि शुद्ध कार्य पनि त्यस्तै हुन्छ यार। अनि खाना खायो त्यस्तै हुन्छ, मुटु नि कटक्क खाने, फेरि त्यसको याद पनि आउने। त्यसो भए एक्कासी के हुन थाल्यो होइन। अनि मेरो मनको कुराहरू चाहिँ मैले फेसबुकको सब साथीहरूले सेयर गर्थेँ मेसेन्जरमा। उसले त ब्लग हान्थ्यो, त्यहाँबाट केटा साथी सबलाई गर्थेँ, क्लासमेटहरूलाई। तिनीहरू चाहिँ के भन्छ थाहा छ, तँलाई लभ पर्न लाग्यो, वान साइड लभ तेरो बन्न पो थाल्छ। तिनीहरूले झन् मुटु खान थाल्यो, मुटु समाउन थाल्यो झन्। त्यहाँपछि चाहिँ मेरो त्यो मुटु सानो यस्तो गाह्रो भएपछि मलाई फेरि धेरै। अनि त्यतैतिरको एकजना उसकै साथीसँग चाहिँ मेरो साथी बोल्थ्यो, पहिल्यैदेखि बोलिरहन्थ्यो उनीहरू होइन। मैले त्यो साथीलाई रिक्वेस्ट गरेँ, मेरो त्यस्तो भएको थियो। त्यसले पनि मेरो कुराहरू सेयर गरेँ। अनि त्यसले पनि भयो, त्यसले बुझ्यो होइन मेरो कुराहरू। त्यसले सिम्पल नर्मल तालले बुझ्यो। अनि त्यहाँबाट त्यसले भनेछ, त्यहाँबाट ब्लग अन पनि गरेछ। त्यहाँबाट बोल्यो, सरी भन्यो। तर ऊ पहिला जस्तो भएन कि ऊ टोटल्ली चेन्ज भयो। ऊ पहिला जस्तो बोल्न थालेन। मलाई चित्त दुख्ने कुराहरू पनि धेरै भने, तर मनै त हो, चित्त एकछिन दुख्यो, सधैँ त दुखेन। झन् यादहरू आउन थाल्यो। मैले पनि रिसाउनु स्वाभाविकै हो, मैले धेरै नै बोल्यो होला। त्यस्तो खालको फिलिङ्सहरू चाहिँ मलाई हुन थाल्यो, फिलहरू चाहिँ हुन थाल्यो। अनि त्यसपछि चाहिँ कुरा हुँदै जान थाल्यो। अनि ऊ पहिला जस्तो भएन। अनि यस्तो भयो क्या, यो स्टोरी चाहिँ कस्तो भयो भने ठ्याक्कै यसको निष्कर्ष भनिदिन्छु म। फर्स्टमा चाहिँ मैले उसको फिलिङ्सहरू बुझ्न सकेन है, लापरवाही गरेँ मैले। अनि लास्टमा गएर चाहिँ उसले मेरो फिलिङ्स नै बुझ्दिएन कि होइन, मेरो फिलिङ्सहरू नै बुझ्दिएन। अनि आई होप, मलाई आशा छ जसरी अहिले मैले उसको फिलिङ्सहरूले बुझ्न थालेँ नि, बुझेँ नि, हो त्यसै गरी उसले पनि मेरो फिलिङ्सहरूलाई कुनै दिन बुझ्नेछ। थ्याङ्क यू सो मच गाइज। स्टोरी कस्तो लाग्यो है, बोरिङ पनि भयो होला, त्यसको लागि सरी। तर स्टोरी चाहिँ कस्तो लाग्यो कमेन्ट मार्फत चाहिँ भन्नु होला, मलाई हल्का मोटिभेसन चाहिँ हुनेछ। आजलाई चाहिँ भिडियो यति नै।